थकाली खाना चाहिँ खानुहुन्छ, तर थकाली भनेको के हो थाहा छ? 45 वर्ष अगाडि थकाली कम्युनिटीकी एक महिला मिसेस उषा शेरचन्दजीले आफ्नो घरमा खाइने खानालाई रेस्टुरेन्ट बिजनेस मोनालिसामा ल्याउनु भयो र इन्ट्रोड्युस गर्नुभयो थकाली खाना सेट। त्यहाँबाट थकाली खानालाई यति मन पराइयो कि नेपालदेखि विदेशसम्म सबैको फेभरेट हुन पुग्यो। पोखराको यही लोकप्रिय मोनालिसा थकाली अहिले काठमाडौँ नक्सालमा नि आइपुगेको रहेछ। म जस्तो भात लभर त पुगेर ट्राई गर्नै पर्यो नि, होइन त? घिउ हालेर खाँदा त मुस्ताङतिरै पुगेको जस्तो लाग्यो। थकाली स्पेशलिटी आलु जिम्बु सुकुटी प्ला पनि उस्तै मिठो। थकालीमा चाहिँ तरकारीलाई प्ला भन्नु हुँदो रहेछ। अरू मैले खाएँ कञ्चम्बा, क्रिस्पी अनि पुरै घिउको टेस्ट। यो रातो खोर्सानी र लसुनको अचारसँग खाँदा त बब्बाल मजा आयो। त्यस सँगसँगै मटन बुट्टन र मुस्ताङ आलु पनि खाएँ। अनि यहाँ मोनालिसा थकालीमै रहेछ 01 केटीएम पब। मैले कहाँ आफूलाई रोक्न सक्थ्यो होला त। चिसो चिसो बियर मगाएर यही फुडहरूसँग खाइहाले। कल्चरल र ब्युटिफुल एम्बियन्समा बसेर मिठो थकाली खान मन छ भने मोनालिसा आउनु होला। एकदमै लार्ज स्पेस र ठुलो सिटिङ क्यापेसिटी छ। अनि फलो फर मोर खानेकुरा।